बाटोमा आउँदै थिएँ, आउँदा आउँदै अभिनव दाईलाई चाहिँ बाटोमै भेट भयो होइन। दाईलाई यातायातमा त देखेको थिएँ, तर अहिले यहाँ मालस्थान चोकको जाममा चाहिँ ठ्याक्कै दाई नै आइपुग्नु भयो क्या। अनि सँगसँगै ठ्याक्कै फर्किने टाइम नि एउटै भएछ होइन। अनि त्यो भएर चाहिँ उहाँहरू चाहिँ काम चाहिँ आज के थियो भन्दाखेरि यातायात जानुपर्ने थियो, एउटा इकोस्पोर्ट गाडीको चाहिँ प्राविधिक गर्नुपर्ने थियो। अनि त्यो भएर म चाहिँ यातायात पुगेर फर्किरहेको थिएँ। अनि दाई चाहिँ यहाँनिर टक्क आउँदै हुनुहुँदो रहेछ। अनि दाजुभाइको चाहिँ सल्लाह के हो भने हाम्रो व्हाइट हाउसमा गएर एकछिन बसौँ नि त भन्ने हाम्रो यहाँनिर छलफल भयो। अनि दाई सट्ट अगाडि लाग्नुभयो। अनि जाम पनि त्यत्तिकैमा खुल्छ यहाँनिरको। जाम खुल्ने बित्तिकै अभिनव दाइ चाहिँ मभन्दा सट्ट अगाडि जानुभयो। अनि म नि पछि गएँ होइन। यो चाहिँ मालस्थान चोक हो होइन। अनि मालस्थान चोकको भ्यू पनि राम्रो छ कि, एकदमै राम्रो छ। अनि फोटो नि भिडियो नि खिचौँ जस्तो लाग्छ। झन् यहाँनिर चाहिँ अब यो बसन्त ऋतुमा त फुलहरू फुल्यो यस्तो दामी हुन्छ होइन, बबालै हुन्छ यहाँनिर होइन। अनि अब अहिले नि हरियाली छ, खिच्दिउँ न त भने जस्तो लाग्यो मलाई नि। अनि म नि भिडियो खिच्दै आइरहेको थिएँ। दाइले ट्याक्क देखेँ, कुराकानी नि भयो, व्हाइट हाउसमा बस्ने कुरा नि भयो हाम्रो होइन। अनि त्यसपछि दाइले रेडी लिएर हिँडिरहनु भएको थियो, मसँग इकोस्पोर्ट थियो होइन। दाइलाई एकचोटि ओभरट्याक हानेर अगाडि जानु पर्यो जस्तो लाग्यो मलाई। अनि त्यसपछि दाइलाई चाहिँ मैले सट्ट यहाँनिर चाहिँ लगभग ओभरट्याक गर्छु होइन। अनि अगाडि बढ्छु भने अनि त्यसपछि दाजुभाइ सर र सँगसँगै जान्छौँ हामी होइन। त्यसपछि दाइ र मेरो भेट चाहिँ सिधै व्हाइट हाउसमा चाहिँ हुन्छ। किन भन्दाखेरि म चाहिँ गाडीलाई पार्किङ स्पेसमा लिएर व्हाइट हाउस नगई पहिला अफिस गएर चाहिँ अफिसमा गाडी राखेर म चाहिँ बाइक लिएर जान्छु क्या। अनि त्यो भएर चाहिँ दाइ र मेरो चाहिँ व्हाइट हाउसमा भेट भएर एकछिन बस्यौँ ओऱ्यौँ, गाडीहरू देखायौँ किन्न आउनेहरूलाई। अनि त्यसपछि अहिले चाहिँ हामी यहाँनिर ठ्याक्क म चाहिँ सातो बाटो पछाडिको यो चापागाउँदो बाटो चोकमा आइपुगेँ। अनि सरर आइरहेको थिएँ होइन। बाटो नि इन्भाइरोमेन्ट नि राम्रो छ होइन। अनि अब अहिले चाहिँ अब कस्तो छ भन्दाखेरि जाडोको मौसम छ, दिउँसै पनि अब गाडीमा नि हिटर अन गरेर चाहिँ हिँड्नुपर्ने अवस्था छ। यो देखिरहेको चाहिँ सातो बाटोको आकाशी पुल हो होइन। यता एकान्तको पनि बन्दैछ। अनि मालस्थानको पछाडिपट्टि नि आकाशी पुल चाहिँ बन्दैछ, निर्माण भइरहेछ। अनि सातो बाटो चोकमा नि सर आएको कारणले आज चाहिँ जाम पनि परेन कि, एउटा जाम नपरि म चाहिँ सट्ट अगाडि बढेँ होइन। अनि दाजुभाइ चाहिँ अघि पछि गर्दै गइरहेछौँ हामी चाहिँ यहाँनिर पनि। आज चाहिँ इकोस्पोर्टको प्राविधिक गर्नु थियो, प्राविधिक नि गरियो अनि आइयो। अनि त्यस्तै अब दिनभरि के गर्ने त भन्दाखेरि अब कन्टेन्ट बनाउनु मन लाग्यो कि, भ्लग बनाउनु मन लाग्यो। त्यही भएर म चाहिँ भिडियो खिच्दै होइन यसो कन्टेन्ट बनाइदिउँ न त के सर अब मरिजाने जिन्दगीमा 2 दिनको चोलामा होइन यसो भिडियो बनाऊ, रमाइलो गरौँ, इन्जोय गरौँ भनेर चाहिँ म चाहिँ खिच्दै आयो भने यो चाहिँ एम्फाको अपोजिट चौकीको साइडको बाटो हो, बिएनबीको छेउको होइन। अनि अब हाम्रो अफिस पनि यही ग्वारको चोकबाट 500 मिटर जस्तो अगाडि पर्छ। अनि यहाँ खुल्ला मौसम, दामी मौसम इन्भाइरोमेन्ट भएकोलाई चाहिँ यहाँबाट सर अगाडि गइसकेपछि अलि अगाडिबाट फ्लाइओभर स्टार्ट भएको छ क्या ग्वारखुको। यहाँबाट चाहिँ हिमालहरू दामी यस्तो बवाल देख्छ कि होइन, दामी नै हिमालहरू देख्थ्यो। तर आज चाहिँ त्यति धेरै मौसम नखुलेको कारणले गर्दाखेरि चाहिँ राम्रोसँग हिमाल पनि देखिएको छैन। अब यहाँभन्दा अगाडि सर देखिरहेको यो आकाशी पुल देखिराख्नु भएको छ, यो चाहिँ बिएनबीको आकाशी पुल हो होइन। अनि यहाँबाट चाहिँ सर हामी अगाडि बढेपछि चाहिँ अलि अगाडिबाट चाहिँ यहाँनिर चाहिँ फ्लाइओभर नि स्टार्ट हुन्छ यहाँनिर लगभग अब देखिन नि सुरु गरिसकेको छ होइन। यहाँबाट चाहिँ अब फ्लाइओभर स्टार्ट भएर एकैचोटि हाम्रो अफिसको साइडनेरि चाहिँ इन्डिङ भएको छ क्या, माथि गएर सर तल झर्दा चाहिँ त्यसकै अपोजिटमा चाहिँ हाम्रो अफिस पर्छ शुभयात्रा अटो भने। अनि यो बन्नलाई पनि 6 महिना कि कतिको कन्ट्याक्ट हो, तर लाग्न चाहिँ 18 महिनाको भने जस्तो लाग्थ्यो। तर लगभग 4 वर्षपछि चाहिँ फिनिसिङ भएको हो यो चाहिँ। अब यो फिनिसिङ भएपछि ग्वारको चोकलाई चाहिँ अब जामबाट सहजै भएको छ। तर यता सातो बाटो अनि चापागाउँदो बाटो लगायत उता कोटेश्वरपट्टि चाहिँ जाम चाहिँ अलि बढाएको छ क्या, यहाँलाई चाहिँ राम्रो भएको छ। अब फेरि हाम्रो सातो बाटोमा नि अनि कोटेश्वरमा नि एउटा फ्लाइओभर बनायो भने चाहिँ दामी। अब यहाँतिर रिङ रोडमा खासै जाम चाहिँ हुँदैन त्यति भयो भने चाहिँ होइन। अनि त्यसपछि म चाहिँ यहाँबाट सट्ट अब साइडमा एउटा फोन हातमा फोन लिएर चट्ट भिडियो खिच्दै हिँडिरहेको छु होइन। ट्राफिक सर पनि हुनुहुन्छ, यसो के भन्नुहुन्छ कि जस्तो नि लाग्यो मलाई। अनि यस्तो लुकाएर खिचिरहेको छु कि भिडियो चाहिँ, के गर्नु खिच्नु मन लागिरहेछ होइन, खिच्नै पऱ्यो होइन। त्यो भएर सर खिच्दै जाँदैछु। यो फ्लाइओभर हो होइन, डाउन हुँदै गएको छ यो चाहिँ। जुन निस्ट कलेजको छेउछाउ पुगेपछि चाहिँ इन्डिङ भएको छ भने हाम्रो अफिस नै यहीँ छ भने म चाहिँ पार्किङमा जानको लागि चाहिँ पहिला गाडी चाहिँ अफिसमा राख्नु पऱ्यो। अनि त्यसपछि पार्किङ व्हाइट हाउसतिर जानु पऱ्यो भनेर टार्गेट बनाएर चाहिँ म सर अगाडि बढेँ होइन। अनि अगाडि बढेपछि चाहिँ गइरहेको छु होइन। अनि त्यसपछि अनि अफिसमा नि के भइरहेछ यसो हेर्नु पऱ्यो, अफिसको इन्भाइरोमेन्ट नि बुझ्नु पऱ्यो भनेर चाहिँ मलाई चाहिँ अफिसै जानु मन लाग्यो पहिला। अनि त्यो भएर म चाहिँ अफिसतर्फ लागेँ अनि गइरहेको छु होइन। अनि अब दिउँसो अब त्यस्तै छ होइन, आजभोलि जाडोको मौसम, जाडै छ फेरि होइन। त्यो भएर चाहिँ
टक्क अनि हिटर नै चलाएर हिँडिरहेको छु, तातो भइरहेछ, मौसम नि ठिकै छ। 2 दिन जति भयो अलि जाडो नि बढे जस्तो भएको छ। आज चाहिँ अब पुसको त्यही 22 गते हो होइन, 22 गतेको दिन चाहिँ चिसो अत्याधिक छ भने यो देखिरहेको चाहिँ सिल्कको अफिस हो, जुन चाइनाबाट डाइरेक्ट सामानहरू यहाँ झर्छ भने शुभयात्रा अटो प्राली चाहिँ हाम्रो यहाँनिर पर्छ होइन। तपाईँहरूलाई खरिद बिक्री गर्नुपर्छ, किनबेच गर्नुपर्छ भने हामीलाई सम्झिन सक्नुहुनेछ भने गाडी दिएर गाडी नै लिन जानुहुन्छ भने हाम्रो शुभयात्रा अटो प्रालीमा चाहिँ त्यो फेसिलिटी पनि छ होइन। यो चाहिँ अब म टक्क गइरहेको थिएँ, यातायात गइरहेको थिएँ अनि सातो बाटो चोक हो यो चाहिँ। सातो बाटो चोकको जाममा एकैछिन परियो होइन। सातो बाटोमा चाहिँ अलि जाम बढायो नि त, गुवारकोपट्टि चाहिँ फ्लाइओभर बनेपछि सातो बाटोबाट चाहिँ अलिक धेरै अब जाम बनेको छ, जाम हुन्छ है। अब त्यस्तै छ भने एक ठाउँबाट सर र पास हुन्छ भने अर्को ठाउँ गएर त अवश्य ब्लक नै हुन्छ। त्यो भएर चाहिँ सातो बाटोमा नि फ्लाइओभर बन्यो र कोटेश्वरमा नि फ्लाइओभर बन्यो भने चाहिँ रिङ रोडमा अलिक जामहरू कम हुन्छ। पहिला कलङ्कीमा अत्याधिक बलकुसुममै जाम हुन्थ्यो, जुन त्यो कलङ्कीको चाहिँ फ्लाइओभर ओभरब्रिज के भन्छ अन्डरग्राउन्ड बनेपछि चाहिँ त्यहाँ चाहिँ जाम कम भएको थियो। र अहिले चाहिँ अब यातायात जानु पऱ्यो, अब यो स्पोर्टलाई प्राविधिक गर्नु पऱ्यो, फर्किनु पऱ्यो भनेर चाहिँ म चाहिँ सर यातायात गएँ होइन। अनि त्यसपछि यातायात पुगेपछि पार्किङमा पनि धेरै बेर बस्नु पऱ्यो नि, त्यस्तै म त्यही आधा घन्टा जस्तो बसेर फर्किहालेँ, मेरो काम सिद्धिहाल्यो। अनि त्यसपछि चाहिँ अब आज के छ त कसो छ के गर्ने भन्दाखेरि एउटा कन्टेन्ट बनाउनु पऱ्यो भनेर चाहिँ भिडियोस नै लिइरहेको छु होइन। अनि अब बाटो पनि त्यस्तै छ, राम्रै छ होइन। आज चाहिँ दिनभरिमा नि धेरै कामहरू गरियो कि अब काम गर्नुपर्छ। म चाहिँ अब लगभग आज दिनभरिमा त्यही 60-65 किलोमिटर जति हिँडेँ होला कि, बाइकमा नि हिँडेँ अनि गाडीमा नि हिँडेँ, गर्दाखेरि त्यति जति हिँडेँ होला। तर म बाइकमा हिँडेको होला चाहिँ भिडियो खिचिनँ, गाडीकोमा हिँडेको होला मात्रै खिच्यो भने। जुन यो चाहिँ हाम्रो यातायात एकान्त कुनाको पार्किङ हो होइन। अनि यो साइडको वाइट बिल्डिङ चाहिँ ग्रान्ड म्याजेस्टिक हो, दामी पार्टी प्यालेस भनेको छ यहाँनिर। यो चाहिँ प्राविधिक सबै सिद्धियो। अनि त्यसपछि चाहिँ म गाडीमा चाहिँ बसेर होइन, त्यसपछि अब निस्किनु पऱ्यो भनेर चाहिँ म चाहिँ गाडीमा आएर बसिसकेको छु। अब म टक्क अब अफिसतर्फ फर्किनु पऱ्यो भने त सर फर्केँ होइन। यो चाहिँ बाटो होइन, फर्किँदाखेरि यो चाहिँ ठ्याक्कै कहाँनिर हो भन्दाखेरि मालस्थानभन्दा थोरै अगाडि सातो बाटोपट्टि आइरहेको बाटो होइन। म चाहिँ साइडको लेनबाट आइरहेको थिएँ, किनभने मलाई साइडको लेनै पक्राउनु थियो। अनि साइडको लेनबाट आउँदाखेरि चाहिँ मलाई बालकुमारीसम्म आउनको लागि लेन चेन्ज गर्नु नपरेको हुँदाखेरि चाहिँ आफ्नो साइडकै लेनबाटै हिँडिरहेको थिएँ क्या म चाहिँ। अनि सर आएँ अनि बाटोमा अभिनव दाइलाई नि भेटाएँ, व्हाइट हाउस जाने कुरा भयो, व्हाइट हाउसतिर नि गइयो। यो चाहिँ थस्केलकै गाइज, थस्केलको यो ओभर स्पिड नाप्ने ठाउँ हो। अनि टक्क थस्केलबाट अगाडि बढ्दै थिएँ, अलिकति अगाडि पुगेपछि त पछाडिबाट स्वाट्ट आइपुग्नु भयो अभिनव दाइ। अनि सँगसँगै गयो दाजुभाइ। अनि फेरि हाम्रो एउटा उज्जवल साई दाइ आउनुभएको थियो। दाइलाई आज मैले एउटा एरिस गाडी पनि दिएको छु, 2007 मोडलको। उहाँलाई चाहिँ एरिस चाहियो, तिमीले गाडी नदिएको धेरै भयो भाइ, एरिस दिनु पऱ्यो। मैले आज इलेक्ट्रिक स्कुटर लिएर आएको छु, मेरो स्कुटरमा जाउँ गाडी अब पेन्ट भएकै ठाउँमा गएर हेरौँ, म त्यहीँ बहिनी गरिदिन्छु भन्न थाल्नुभयो उहाँले। अनि उहाँले सर लिएर गएँ अनि मेरो आफ्नो ब्याक भिडियो नि खिच्नु पऱ्यो नि त भनेर खिचेको। अनुहार त झाकबुजुकै आएको छ होइन। जेसुकै भयो भने अब जेसुकै भयो भने यस्तै छ। अनि लास्ट आवरमा गएर चाहिँ हामी फुटसल खेल्न गइयो, सबै कामहरू सम्पन्न भयो। अनि 8 to 9 को चाहिँ फुटसल खेलेर म चाहिँ अहिले भर्खरै घर आइपुगेँ। गेम पनि ठिकै रमाइलो भयो, किनभने हामी चाहिँ सबै अपोनेन्ट नि आफै अनि एउटै टिम गएर चाहिँ 2 टिम बनाएर चाहिँ हामी खेल्छौँ। त्यो भएर अब त्यस्तो रफहरू नि केही पनि हुँदैन। यसो एक्सर्साइजको लागि भयो नि, सो वर्कआउट गर्नु पऱ्यो भनेर चाहिँ एक्सर्साइज गर्नु पऱ्यो भनेर चाहिँ टुर्नामेन्ट राख्यो, गेमसेम खेल्यो, रमाइलो भयो। अनि भर्खरै 10 बजेको अराउन्ड टाइममा चाहिँ घर आइपुग्यो। र मैले आजको भिडियो चाहिँ यस्तै बनाएँ होइन। भिडियोलाई माया गर्नुहोस्, च्यानललाई सब्सक्राइब पनि गर्नुहोस्। यस्तै भिडियो लिएर फेरि नै आउँछु। सेकेन्ड ह्यान्ड मार्केटको गाडीहरू नि खरिद बिक्रीमा आउँछ, मेरो चाहिँ रिकन्डिसनै छ। र म चाहिँ गाडीमा हिँडेको भ्लगहरू बनाउने प्रक्रियामा छु, सपोर्ट गर्नु होला। अनि च्यानललाई सब्सक्राइब गर्नु होला। अहिलेको भिडियोलाई चाहिँ म लगभग यतिमै इन्ड गर्न चाहन्छु है त। सब्सक्राइब गर्नुहोस् गाइज है। जेसुकै भयो भने आफू खेलेपछि पासहरू नमिले पनि रमाइलो चाहिँ रमाइलो भनेर चाहिँ म चाहिँ यो 7 नम्बर लाउने है गाइज। यो जुन 7 नम्बर लगाइरहेको छु, यो कुन भन्छ स्काई ब्लू हुन्छ कि कुन जर्सी हुन्छ, यो भर्खर यो देखिरहेको कपाल भएको अहिले जुन मेरो हातमा बल छ होइन, यो नै हो। म चाहिँ हाम्रो प्लेयरहरू सबै त्यस्तै हो क्या, गजागुजु खेल्छन् अनि गेमै बिग्रिन्छ होइन। अब जस्तो भयो नि त्यस्तै हो। अब अपोनेन्टसँग खेल्दा त अलि हार्ड नै खेल्नुपर्ने हुन्छ, आफू खेल्दा त जोगिएर मिलाएर खेल्नु पऱ्यो नि त।
त्यो भएर हामी चाहिँ यसरी नै अब यसो एकछिन एक्सर्साइज नै गरियो होइन, अनि रमाइलो नि गरियो। आजको गेममा चाहिँ हामीले हाम्रो टिमले चाहिँ हाम्रो आफ्नै टिमलाई अपोनेन्ट बनाएको थियौँ। एउटै टिम हो हामी चाहिँ, अनि 2 टिम बनाएर खेलेका थियौँ। र जुन मेरो टिमले चाहिँ आज चाहिँ अर्को टिमलाई जर्सी नम्बरलाई चाहिँ त्यही भने 7 गोलै हानेर हामीले लिड गरेको छौँ आजलाई चाहिँ। भने आजलाई गेम यतिमै समाप्त भएको छ। भिडियो पनि यतिमै हामी इन्ड गर्छौँ है त। भिडियो त हेर्नुभयो, भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला। फेरि पनि राम्रो भिडियो बनाउने कोसिस गर्नेछु। आज चाहिँ हामीले मैले चाहिँ 7 नम्बर जर्सी लगाएको छु, अनि हाम्रो अपोनेन्टलाई चाहिँ आज 7 गोलले चाहिँ लिड गरेको थियौँ। किनभने बाटोमा नै कम्पिटिसन भइरहेको थियो हामी बिचमा, कसले जित्ने त गेम भनेर चाहिँ अब कम्पिटिसन गर्दै गएको थियौँ। अब मैले जित्छु भनिरहेको थिएँ, हाम्रो अपोनेन्टहरूले हामी जित्छौँ भनिराख्नु भएको थियो। तर आज हामीले चाहिँ 7 गोलले नै जित्यौँ, किनभने 5 साइज हो, 5जना खेलेको थियौँ। मैले भनेको थिएँ 10 गोल हाल्छौँ तपाईँहरूलाई, 10 लिड गर्छौँ, एकजनाको भागमा 2 गोल पार्छौँ भनेको थियौँ। उहाँहरूले 3 गोल चाहिँ गोल गर्नुभएको थियो, तर हाल्न चाहिँ हामीले 10 गोलै लिड गरेको थियौँ। गोल त 15 20 कति भयो होला, गर्नु चाहिँ हामीले 10 लिड गरेको थियौँ। भने भिडियो चाहिँ यतिमै समाप्त हुन्छ। च्यानललाई सब्सक्राइब गर्नु होला है त।